नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई। आज हामी कुरा गर्न गइरहेको छौं अब आउने दुईवटा ठूला हस्पिटलको आईपीओ को बारेमा। यस भिडियोमा हामी चर्चा गर्ने छौं। यसमध्येको पहिलो कम्पनी रहेको छ हेम्स हस्पिटल लिमिटेड। यो कम्पनी अदर सेक्टरको कम्पनी रहेको छ भने यस कम्पनीले लामो समयदेखि काठमाडौँ जिल्लामा हस्पिटल खोलेर सेवा दिँदै आएको छन्। यस कम्पनीले नेपाली सर्वसाधारण जनताहरूको निम्ति आफ्नो कुल पुँजीको जम्मा 11,25,000 किता बराबरको शेयर निष्कासन गर्दैछ। यस कम्पनीको इस्यु म्यानेजरको रूपमा रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाए अनुसार यस कम्पनीको आईपीओ प्रति किता रु 288 रुपैयाँको दरले खरिद गर्न सक्नुहुनेछ। यसो गर्दा तपाईको खातामा कम्तीमा 10 किताको लागि रु 2885 रुपैयाँ अनिवार्य रहन जरुरी छ। यसमध्येको दोस्रो कम्पनी हो मेडिकेयर हस्पिटल लिमिटेड। यस कम्पनीले सर्वसाधारण जनताहरूको निम्ति आफ्नो कुल पुँजीको जम्मा 11,25,000 किता बराबरको शेयर निष्कासन गर्दैछ। यस कम्पनीको इस्यु म्यानेजरको रूपमा रहेको सानिमा क्यापिटल लिमिटेडले जनाए अनुसार यस कम्पनीको शेयर प्रति किता रु 100 को दरले खरिद गर्न सक्नुहुनेछ भने यो अदर सेक्टरको कम्पनी रहेको छ। यी दुवै कम्पनीहरू अहिलेसम्म नेपालको धितोपत्र बोर्डको पाइपलाइनमै मात्र सीमित रहेको छ भने यी कम्पनीहरूले चाँडै नै सर्वसाधारण जनताहरूको निम्ति आईपीओ निष्कासन गर्नको लागि अनुमति प्राप्त गरेर आईपीओ निष्कासन गर्नेछन्। तत्काल कुन कम्पनीले आईपीओ निष्कासन गर्दैछ भनेर सोच्दै हुनुहुन्छ भने त्यो हो श्रीनगर एग्रीटेक कम्पनी। यस कम्पनीले नेपाली सर्वसाधारण जनताहरूको निम्ति 25,10,453 किता शेयर निष्कासन यही असोज 26 गतेदेखि 29 गतेसम्म निष्कासन गर्दै रहेको छ।